नमस्कार साथीहरू, स्वागत छ मेरो युट्युब च्यानलमा। आजको भिडियोमा म तपाईहरुलाई ड्राई फ्रुट्स डाइट प्लान बताउने छु, जसले एनर्जी बढाउँछ र शरीरलाई हेल्दी बनाउँछ र कमजोरी हटाउँछ। फर्स्टमा काजु, ड्राई फ्रुट काजु खाने तरिका। कच्चा वा हल्का भुटेको काजुबाट सुरु गर्नुहोस्। 2 वा 3 वटा मात्र पहिलो पटक खानुहोस्। बिहान खाली पेट वा नास्ता खाएपछि खानुहोस्। धेरै नुन वा मसलादार लागेको काजु खानुहोस्। पानी उछल्न वा दुध खानुहोस्। काजु खानुको फाइदा: शक्ति र ऊर्जा बनाउँछ, दिमागको तेज बनाउँछ, मुटु स्वास्थ्य राख्छ, हड्डी बलियो बनाउँछ, तनाव कम गर्छ, छाला र कपाल राम्रो बनाउँछ, शरीर कमजोर गर्छ। सेकेन्ड, खजुर खानेको फाइदा: शक्ति बढाउँछ, पाचन सुधार्छ, हृदयमा स्वास्थ्यमा फाइदा, हड्डी बलियो बनाउँछ, रोग प्रतिरोधक क्षमता बढाउँछ। तिनमा छ ड्राई फ्रुट किसमिस खानुको फाइदा: ऊर्जा दिन्छ, पाचन सुधार गर्दछ, हड्डी र दाँतको स्वास्थ्य राख्दछ, रक्तचाप नियन्त्रण गर्दछ, र प्रतिरोधक क्षमता बढाउँदछ, मुटुको स्वास्थ्य बदाम खानुको फाइदा: मस्तिष्कको शक्ति बढाउँछ, हृदयलाई स्वास्थ्य राख्दछ, छाला र कपाल राम्रो बनाउँछ, ऊर्जा बढाउँछ, हड्डीलाई बलियो बनाउँछ। र 5मा छ ड्राई फ्रुट अन्जीर खानुको फाइदा: पाचन सुधार्छ, ऊर्जा शक्ति बढाउँछ, हृदय स्वास्थ्य राख्दछ, हड्डी बलियो बनाउँछ, जिब्रो छाला र सौन्दर्य ड्राई फ्रुट अखरोट खानुको फाइदा: मानसिक स्वास्थ्य राख्दछ, हृदय सुरक्षा गर्दछ, पाचन र मोटोपन कम गराउँदछ, सौन्दर्यता र छालाको स्वास्थ्य राख्दछ, तौल नियन्त्रण गर्दछ। अखरोट खानुको फाइदा: हामीले मिक्स ड्राई फ्रुट पनि खान सक्छौँ। यसमा छ मिक्स काजु, बदाम, छोडा, मिक्स किसमिस। यसले सेम फाइदा दिनेछ है। यदि तपाईलाई यो भिडियो मन परेको छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु होला, बेल आइकन दबाउन नबिर्सिनु होला र यो भिडियोलाई लाइक कमेन्ट गर्न नबिर्सिनु होला। तपाईको सहयोगले हामीलाई अझ राम्रो भिडियो